हेलो साथीहरू, आजको हाम्रो खाना चाहिँ जबे। हामी दिल्लीमा चाहिँ यसलाई जबे भन्छौँ। अब हजुरहरूको नेपालमा, हाम्रो नेपालमा चाहिँ के भन्छन् हामीलाई पनि थाहा छैन, तर हामी चाहिँ दिल्लीमा जबे भन्छौँ। यसमा मटर, आलु, कोबी, बन्दाकोपी, फ्रेन्च बिन्सहरू सबै हालेर बनाउन सक्नुहुन्छ। तर मैले आज चाहिँ सिम्पल सादा जबेमा बस मटर र आलु हालेर बनाएको छु। खाएर ट्राई गरौँ साथीहरू, कस्तो भएको छ। मेरो साथ हजुरहरू पनि खाएर हेर्नुहोस्। यो चाहिँ तातो तातो नै खायो भने मिठो हुन्छ। नर्मल मसला, नर्मल खाना, ब्रेकफास्टको तौर पर, दिउँसो खाना, रातिको खाना, हल्का खानामा चाहिँ यो धेरै राम्रो हुन्छ। यो सुजीको बनाइएको हुन्छ मसिनद्वारा। हातले पनि बनाउन सकिन्छ, तर हातले धेरै कठिनाइ छ, मसिनद्वारा बनाएको हुन्छ।